फेरि पनि अर्को प्लेअफ्स र फेरि पनि अर्को एउटा वान साइडेड गेम। यो नेपाल प्रिमियर लिगको प्लेअफ्सलाई के भइरहेको छ? सुरुमा क्वालिफायर 1 पनि वान साइडेड जित्यो सुदूरपश्चिमले र अब अहिले आएर इलिमिनेटर पनि वान साइडेड जित्यो लुम्बिनी लायन्सले। होइन यो बाघ र लायन्स सबै टिमको शिकार गर्ने उत्रेको हो क्या हो योपालि। सबैजनालाई स्वागत छ मेरो च्यानलमा। यो द क्रिकेट टक्स प्रेजेन्टेड बाई अभिषेक फ्रेम्स। र आज चाहिँ हामी कुरा गर्नेछौँ हिजो भएको खेल एनपिएल सिजन 2 को इलिमिनेटर जुन चाहिँ भएको थियो लुम्बिनी लायन्स भर्सेस काठमाडौँ गोर्खास, जुनमा चाहिँ लुम्बिनी लायन्सले वान साइडेड काठमाडौँ गोर्खासलाई हराइदिएको छ। लाग्न सक्छ म्याचमा काठमाडौँ गोर्खास कमब्याक गर्न सक्थ्यो अन्तिमतिर, तर जस्ट अ गुड पार्टनरसिप एन्ड लुम्बिनी लायन्स आर थ्रु टु द क्वालिफायर 2। र आज चाहिँ हामी अब लुम्बिनी लायन्स र विराटनगर किङ्सको बिचमा हुन गएको क्वालिफायर 2 को पनि कुरा गर्नेछौँ, जुन चाहिँ आज हुनेछ 4 बजी टियु मैदानमा। र अब म्याचको कुरा गर्ने भने चाहिँ लुम्बिनी लायन्स र काठमाडौँ गोर्खास बिचको म्याचमा चाहिँ काठमाडौँ गोर्खासले टस जितेर सुरुमा ब्याटिङ छानेका थिए, किनभने अब क्वालिफायर 1 मा विराटनगर किङ्सले चेज गर्दाखेरि स्टम्बल भएको देखेर चाहिँ अब काठमाडौँ गोर्खासले ब्याटिङ लिन पनि सकेको हुन्छ पिच कन्डिसन हेरेर। तर यो डिसिजन काठमाडौँ गोर्खासको लागि कहिले पनि सही साबित भएन। काठमाडौँ गोर्खासले आफ्नो पहिलो विकेट गुमायो दोस्रो ओभरको पहिलो बलमा, र दोस्रो विकेट गुम्यो तेस्रो ओभरको पहिलो बलमा, र तेस्रो विकेट गुम्यो चौथो ओभरको लास्ट बलमा। त्यसै गरेर पाँचौँ ओभरको पहिलो बलमै चौथो विकेट गुमिसकेको थियो। त्यति बेला चाहिँ काठमाडौँ गोर्खासले 14 रन मात्रै बनाउन सफल भएको थियो। र त्यसरी नै कुरो गर्ने भने काठमाडौँ गोर्खासको 10 ओभरको समाप्तिमा 51 रन बनाएको थियो 6 विकेटको नोक्सानीमा। र फर्स्ट इनिङको इन्डतिरको कुरो गर्ने भने 19 ओभरमा 12 रन हानेर 108 रन पुर्याएको थियो, र 20 ओभरमा मात्र 3 रन हानेको थियो र 1 विकेट पनि झरेको थियो। र पहिलो इनिङको समाप्तिमा काठमाडौँ गोर्खासले 111 रन बनाउँदै 112 रनको टार्गेट दिएको थियो लुम्बिनी लायन्सलाई इलिमिनेटरमा। र लुम्बिनी लायन्सको बलिङको कुरा गर्ने भने चाहिँ लुम्बिनी लायन्सको बलिङको तर्फबाट शेर मल्लले 4 ओभरमा 3 विकेट लिएका थिए, रुबेन ट्रम्पमेनले 2 विकेट लिएका थिए 3.1 ओभरमा, र रोहित पौडेल क्याप्टेनले 4 ओभरमा 3 विकेट लिएका थिए 25 रन दिँदै, र अभिषेक गौतमले 4 ओभरमा 1 विकेट लिएका थिए 33 रन दिएर। र अब लुम्बिनी लायन्सको ब्याटिङको कुरा गर्ने भने ब्याटिङमा डार्सी सर्टले 33 रन बनाएका थिए 34 बलमा, रोहित पौडेलले 18 रन बनाएका थिए 25 बलमा, सन्दीप जोराले 23 रन बनाएका थिए 23 बलमा, डिकवालाले बनाएका थिए 14 रन 14 बलमा, दिलीप नाथले 7 रन 3 बलमा, र जेजे स्मिथ र रुबिन ट्रम्पलेन नट आउट रहेका थिए, जुनमा रोबिनले 5 रन बनाएका थिए 2 बलमा एउटा चौकाका साथमा। र लुम्बिनी लायन्सको लागि इम्पोर्टेन्ट पार्टनरसिपको कुरा गर्ने भने ओपनिङ पार्टनरसिप रहेको थियो 17 रनको 16 बलमा, जुन चाहिँ डार्सी सर्ट र दिनेश अधिकारीको बिचमा रहेको थियो, र अर्को पार्टनरसिप रहेको थियो डार्सी सर्ट र रोहित पौडेलको बिचमा, जुन चाहिँ 29 रनको थियो 38 बलमा, जसले चाहिँ गेममा स्टेबिलिटी ल्याएको थियो। र अर्को भनेको डार्सी सर्ट र सन्दीप जोराको बिचमा रहेको थियो 21 रनको 19 बलमा, र अर्को भनेको डिकवाला र सन्दीप जोरा बिचमा 29 रनको पार्टनरसिप भएको थियो 25 बलमा, जसले चाहिँ गेम लुम्बिनी लायन्सतर्फ झुकाइसकेको थियो। र त्यसै गरेर लुम्बिनी लायन्सले यो म्याच जितेर चाहिँ आफ्नो स्थान पक्का गरिसकेको छ क्वालिफायर 2 मा। र लुम्बिनी लायन्सले यो म्याच जितेको थियो 4 विकेटले र 14 बल रिमेनिङ हुँदाखेरि। र काठमाडौँ गोर्खासको बलिङको कुरा गर्ने भने काठमाडौँ गोर्खासको बलिङको तर्फबाट निकै राम्रो प्रस्तुति गरेका थिए सन्तोष यादवले, जसले चाहिँ 2 ओभरमा 2 विकेट लिएका थिए। अर्को भनेको राशिद खानले 1 विकेट लिएको थिए, र साहब एलमले 1 विकेट, र सनी पटेलले 1 विकेट लिएका थिए भने करण केसीले पनि 1 विकेट लिएका थिए। र अब आज हुन गइरहेको म्याच क्वालिफायर 2 जुन चाहिँ लुम्बिनी लायन्स र विराटनगर किङ्सको बिचमा हुन गइरहेको छ। र यो म्याचको कुरा गर्ने भने लुम्बिनी लायन्स भने चाहिँ अब जितको उत्साहको साथ आएको छ भने विराटनगर भने चाहिँ हारको बोझ बोकेर र अब हारलाई जितमा परिवर्तन गरेर फाइनल खेल्ने आफ्नो सपना पुरा गर्नको लागि आएको हुनेछ। र अब यो दुईवटा टिमको हेड टु हेड म्याचको कुरा गर्ने भने अहिलेसम्म दुईवटा सिजनमा 2 चोटि मात्रै यो टिमको म्याच भएको छ, जुनमा चाहिँ पहिलो सिजनको म्याच जुन चाहिँ विराटनगर किङ्सले 2 विकेटले जितेको थियो भने अहिले यो सिजन 2025 को सिजनको म्याच चाहिँ लुम्बिनी लायन्सले 5 विकेटले जितेको छ।
र अब पक्कै पनि दुईटै टिम यो आफ्नो रेकर्डलाई स्ट्रङ बनाउनतिर लाग्नेछन् र फाइनल खेल्ने लक्ष्य पुरा गर्नतिर लाग्नेछन्। र अब प्लेयर टु वाच आउट फरको कुरा गर्ने भने चाहिँ विराटनगर किङ्सको ब्याटिङका लागि बसिर अहमद र लोकेश बाम भइहाले। अनि फाफ डु प्लेसिस र मार्टिन गप्टिल एज अ फरेन प्लेयर त छँदैछन्। र अब बलरको कुरो गर्ने विराटनगर किङ्सको भने चाहिँ सन्दीप लामिछाने विल बी अलवेज अन टप। अनि मर्चेन्ट डिल्याङ्गे भए अर्को प्लेयर। र अब बलिङकै कुरा गर्दाखेरि हाम्रो लुम्बिनी लायन्सको बलिङको कुरा गर्ने भने चाहिँ एक त शेयर मल्ल जसले प्लेयर अफ द म्याच पर्फर्मेन्स दिएका छन् इलिमिनेटरमा, र अर्को भयो रुबेन। र ब्याटिङमा रोहित पौडेलको उति नै भूमिका रहनेछ, र अर्का भए ओपनर डार्सी सट। लुम्बिनी लायन्सका क्याप्टेन रोहित पौडेलको चाहिँ भने बलिङ र ब्याटिङमा उत्तिकै नै भूमिका रहेको छ। अझ इलिमिनेटरको म्याच हेर्ने भने त बलिङमा धेरै उनले योगदान दिएको देखिन्छ, जहाँ चाहिँ उनले 3 विकेट पनि लिएका थिए। र अब ब्याटिङ भनेपछि उनको फर्म अलिक कमजोरै रहेको छ, र पनि उनी एनपिएलमा 500 रन हान्ने पहिलो प्लेयर बनेका छन्। र पक्कै पनि क्वालिफायर 2मा उनको राम्रो फर्म देख्न पाइनेछ हामीले। र अब पालो आएको छ माई प्रेडिक्सन फर द क्वालिफायर 2। अब अहिलेसम्म गरेको दुईवटा प्रेडिक्सनमा दुईटै प्रेडिक्सन खराब भइसक्यो, र पनि अब प्रेडिक्सन त गर्नु पर्यो। र टिम हेर्दाखेरि चाहिँ लुम्बिनी लायन्स र विराटनगर किङ्सको दुईवटा टिम हेर्दाखेरि भले लुम्बिनी लायन्सले आफ्नो एउटा म्याच इलिमिनेटर जितेर आएर फुल कन्फिडेन्समा आएको होस्, र विराटनगर किङ्स म्याच हारेर अलिक खस्केर आए पनि विराटनगर किङ्स भनेको चाहिँ टु गुड टु नट प्ले फाइनलवाला टिम हो। यति धेरै स्ट्रङ टिम थियो र डाइरेक्ट क्वालिफायरबाट 1बाट फाइनल पुग्ने धेरै चान्स भएको टिम थियो। तर पनि अब क्वालिफायर 1 जुन म्याच थियो त्यही नै फाइनल म्याच हुनेछ भन्ने चाहिँ मेरो प्रेडिक्सन रहेको छ। र आजको लागि यति नै। यो भिडियो यहाँसम्म हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र कमेन्ट गर्न नबिर्सिनु होला। क्वालिफायर 2मा कसले म्याच जित्नेछ र फाइनल कसको हुनेछ भनेर, र हजुर कुन टिमको सपोर्टर हो भनेर पनि कमेन्ट गर्न नबिर्सिनु होला। हस्त धन्यवाद।